नारायणगोपाल चोकदेखि धुमाराई बीचको सडकमा सम्पूर्ण कामहरू सकिएको छ भने अब कालोपत्रे गर्ने काम मात्रै बाँकी छ। कालोपत्रे गरिसके पछाडि यो सडकको स्वरूप नै चेन्ज हुनेछ दर्शकबिन। यहाँ छुट्टै देखिएको छ, एउटा बेग्लै दृश्य देखिएको छ, एउटा स्वरूप परिवर्तन भइसकेको देखिएको छ। नमस्कार दर्शकबिन, दरे मिडिया हाउसमा स्वागत छ। कलङ्की कोटेश्वर सडक मार्ग अन्तर्गत यो चाहिँ वसुन्धरा चौकी नजिकैको दृश्य म देखाइरहेको छु दर्शकबिन। यहाँ कामहरू हुँदैछ, कामहरू गरिँदैछ, काम भइरहेको अवस्था देख्न सकिन्छ दर्शकबिन। म एकचोटि यो तल्लो भागबाट पनि म देख्न चाहन्छु। यसरी पर्खाल लगाएर यो पर्खालमाथि यो माटो भरेर माटो भरिसके पछाडि सडकको लेभल मिलाइसके पछाडि अनि बल्ल चाहिँ कालोपत्रेको काम हुनेछ। नारायणगोपाल चोक आइपुगे दर्शकबिन। नारायणगोपाल चोकबाट हामी अगाडि बढ्दैछौँ। यहाँ काम भइरहेको देखिएको छ, तीव्र गतिमा कामहरू हुँदैछ दर्शकबिन। यो कालोपत्रेको लागि तयारी अवस्थामा राखिएको छ। हजुरहरूले दृश्यमा देखिरहनु भएको छ। यहाँको अवस्था देखिरहनु भएको छ दृश्यमा। यो कालोपत्रेको लागि तयारी अवस्थामा राखिएको देखिएको छ भने हामी अगाडिसम्म हेर्दै जानेछौँ दर्शकबिन। यहाँको पछिल्लो अवस्था, पछिल्लो अपडेट के छ भनेर। यसरी काम हुँदैछ दर्शकबिन। नारायणगोपाल चोकदेखि धुमाराई बीचको सडकमा सम्पूर्ण कामहरू सकिएको छ भने अब कालोपत्रे गर्ने काम मात्रै बाँकी छ। कालोपत्रे गरिसके पछाडि यो सडकको स्वरूप नै चेन्ज हुनेछ दर्शकबिन। यहाँ छुट्टै देखिएको छ, एउटा बेग्लै दृश्य देखिएको छ, एउटा स्वरूप परिवर्तन भइसकेको देखिएको छ। त्यो अवस्था छ। हामी अर्कै ठाउँमा विदेशतिर कतै छौँ कि भन्ने आवाज हुन्छ कता कता। त्यो स्थितिको काम चाहिँ भइरहेको छ दर्शकबिन। तीव्र गतिमा कामहरू भइसकेको कारणले अब चाँडै नै कालोपत्रे पनि हुनेछ भन्ने चाहिँ हामीलाई आशा छ। यो सडकको दुवैतर्फ कालोपत्रेको लागि तयारी अवस्थामा राखिएको छ। यो सडक बन्दै गरेको कारणले सडक जाम पनि भएको छ दर्शकबिन। हामी अलि अगाडि पुगेर फर्किनेछौँ, किनकि यहीँबाट फर्किँदा अलिकति जाम हुन सक्ने अवस्था छ। यो ठाउँमा पनि माटो फालिएको छ। अब यो ठाउँमा पनि बिस्तारै काम हुनेछ भन्न चाहन्छु म दर्शकबिन। अब उताको काम लगभग सकिसक्यो।
भने अब यतातिर बिस्तारै बिस्तारै सर्दैछ काम। म फर्केर फेरि अर्को साइड पनि हेर्न जाँदैछु दर्शकबिन। सबैतिर माटो बढी भएको माटो राखिएको छ, साइड साइडमा राखेर एउटा पहाड जस्तै बनेको छ। यहाँको सडकको अवस्था यस्तो छ। यसरी काम चाहिँ हुँदैछ। यो काम गरिराखिएको पनि छ। साइडको लेन कालोपत्रे पनि हुँदै होला कतै, त्यो भएको कारणले यहाँ पकाउने काम पनि भइरहेको छ। र यो ठाउँमा काम भइरहेको छ अहिले। यहाँ चाहिँ सम्याउने काम हुँदैछ। यसरी नै सबै कामहरू तीव्र गतिमा भइरहेको छ दर्शकबिन। अब चाँडै नै कालोपत्रे हुने नै छ। सडकले एउटा आफ्नो स्वरूप लिने नै छ भन्न चाहन्छु म। नारायण गोपाल चोकदेखि धुम्बाराईसम्म बिचको जुन सडक छ, यो सडक बन्दैछ र ठुलो आकारमा यसको स्वरूप चाहिँ ठुलो पारिएको छ। यो तरिकाले काम हुँदैछ दर्शकबिन। यहाँ गिटी बालुवाहरू रोडाहरू राखिएको छ, राख्ने काम पनि गरिएको छ। यसरी चाहिँ काम हुँदैछ भन्दै आजको यो भिडियोबाट म लोकदरे पनि बिदा हुन चाहन्छु। नमस्कार।